संसद सुरु हुन नपाउँदै हर्क साम्पाङले विरोध सुरु गरिदिए, समय कम भयो भन्दै। सभामुखले प्रतिपक्षी दलका नेताले बोलाएर समयको बारेमा छलफल गर्दा सांसदले 3 मिनेट समय दिने कुरामा श्रम संस्कृति पार्टीका नेताले नै त्यसलाई स्वीकार गरेका थिए। आफ्नै पार्टीले सहमति जनाएको कुरामा हर्क साम्पाङले विरोध गर्नुपर्ने कारण के छ त? र संसदमा बोल्दा देश अभिभावक विहीन भयो भनेर अभिव्यक्ति दिए। आज देश अभिभावक विहीन बन्न पुगेको छ। हजारौं लाखौं गरिब सुकुम्बासीहरूलाई बेघर बनाएर रुवाउने, आत्महत्या गर्न बाध्य बनाउने सरकार असफल भइसकेको। हर्क साम्पाङजी यस्तो गर्नुहोस्, सुदन किरातीले अब प्रदेश 1 को मुख्यमन्त्री होइन देशको अभिभावक बनाइदिनुहोस्, अनि बल्ल देशले राम्रो अभिभावक पाउँछ। अनि तपाईले दिएको अभिव्यक्ति सरकार असफल भएको महसुस भयो। सरकार कहाँनिर असफल भयो? सरकार असफल हुनु भनेको के हो थाहा छ तपाईलाई? र तपाईको नजरमा यो संसारमा श्रम संस्कृति पार्टीका नेता र कार्यकर्ता बाहेक अरु सब गलत छन्। अस्तिसम्म तपाईको नजरमा सुदन किराती गलत थिए, उनकै विरोध गर्दै हिँड्नु भयो। सुदन किरातीको बारेमा म भन्छु ल, 3 चोटि माननीय बन्नुभयो हैन, संसदमै पुगेको, एकचोटि मन्त्री पनि बन्नुभयो, तर आफ्नै गाउँमा सम्म एउटा बाटो पुर्याउन सक्नु भएन। त्यो खालको नालायक मान्छेले हैन धरानमा आएर के गर्छ होला? आज श्रम संस्कृति पार्टीमा आउन साथ उनलाई धोई पखाली गरेर प्रदेशको मुख्यमन्त्री बनाउने भन्दै हुनुहुन्छ। यो भन्दा राम्रो एनालाइसिस त एउटा सानो बच्चाले पनि गर्न सक्छ।